ओए उता हेर न उताको हामी देख यार मेरो अगाडि चाहिँ याक छ याक देखाइदिन्छौँ गाइस याक देखाइदिउँ 1 2 3 ओए ब्रो भाइ त कसम गोटी चाहिँ एकदम बबाल लाग्यो के कतिखेर आउनुभयो तपाईँ खै भर्खर आएको ए भर्खर आउनुभयो हो गाइस गुड मर्निङ भनेर चाहिँ भन्दैन अहिले चाहिँ गुड आफ्टरनुन भइसकेको छ होइन च्याक्क लाएर सो आज चाहिँ हामी बाहिर जान लागेको छौँ फर्स्ट अफ अलमा चाहिँ बाहिर जानुभन्दा अगाडि इन्ट्रो सुरु गरिदिउँ यो गाइस वेलकम ब्याक टु माई च्यानल इट्स मी नुर्बु लामा र दिनको सुरुवात भइसकेको छ सो आज चाहिँ हामी नभनौँ म अहिले चाहिँ म नै भनौँ है हामी त आउन आज बाँकी छ आज चाहिँ हामी जानेवाला छौँ बौद्ध हजुरहरूले थम्बनेल देखेर थाहा पाइसक्नु भयो होला हामी कहाँ जान्छौँ भनेर होइन त्यही अब म अगाडि यहाँबाट चाहिँ निस्किहाल्छु होइन लगाएर चाहिँ म रेडी भइसकेको छु यहाँबाट निस्केर चाहिँ म समीक्षा भन्ने एउटा मान्छेलाई भेटेर चाहिँ हजुरलाई यहीँबाट मिलाउनेवाला छु त्यही होला हजुर देखाइदिन्छु होइन यहाँको भ्यू चाहिँ यस्तो रहेको छ है चाहिँ हामी यहाँ पहिला समीक्षा भन्ने मान्छेले भेट्छौँ होइन घाम चाहिँ एकदम आज चर्को लागेको छ लागेकै छ अगाडि हेर त अगाडि अनि के छ सानो मान्छे ठिक छ दाजु को आउँदैछ भन त त्यो निमाहरूले बोलाएर आउँदैछ अनि सम्पूर्ण आउँदैछ सम्पूर्ण खै सम्पूर्ण कहाँ छ आउँदैछ बौद्ध सानो बौद्धमा आउँछु रे लागेको चाहिँ यही हो बौद्ध होइन बौद्धमा उत्सव 2083 हाम्रो संस्कृति हाम्रो वाह ठिक्कको क्याब रहेछ र मलाई ठ्याक्क अट्ने खालको क्या मजाको क्याब रहेछ फोन आयो भने बज्छ के फोन आयो भने बज्छ ए आयो रहेछ हो रहेछ नेगीको आएछ अनि के भन् त हेलो म यता बौद्धबाट आउँदैछु नि कि नगेस हामी सिधै गएर चाहिँ हामी सिधै अब सम्पूर्ण भन्ने एकजना दोस्त छ उसलाई चाहिँ हामी सानो बौद्धमा भेट्छौँ कल गर न सम्पूर्णलाई 2000 years later सो फिलहाल भन्दा भन्दा हाम्रो नेगी भाइ नै आइपुगेको छ होइन ल है अनि सम्पूर्ण अनि के छ नयाँ नौलो के गरेर बस्यो घरमा यतिकै तिमीलाई त धेरै पछि भेटेको यार मैले गाउँमा गएँ ए गाउँ गयो अनि गाउँमा गएर त्यही हलो जोत्यो 6 दिन जति भयो होला 6 दिन यहाँ अब ए ल सही हो अनि पछि 12 पछि के गर्ने प्लान छ 12 पछि अब हलो जोत्ने म त हलो जोत्न जाने हो साँच्ची हो म त हलो जोत्ने हो भगाएर सोर्ने हो गोबर सोर्ने हो अनि त्यो गोबर केक बनाएर यसलाई दिने हो म त यसले यसको घरमा क्या अरू केही निगा छ कही निगा आयो खोइ त निकी आइरहेको थियो होइन पछाडि हामीसँगै लगाएछ नेगी भाइ हामी सँगसँग आउँदा आउँदै चट्टै हराएको अवस्था ओइ नेगी भाइ कहाँ हरायो त ओइ ए भन्नु पर्दैन नि बाथरुम गएको भनेर हामी यता अगाडि आइपुग्यो अगाडि आइज यता ए भरे जानुपर्छ नि त वासरुम गएको छ भन्छ आज बनेर गएको छैन हामी हिँडेर यहाँ आएसम्म आइपुग्यो होइन सँगसँगै आएर हरायो कि गाइस यो वासरुम जान्छु भने हामीले नभनेर गएको हेरेर समीक्षाको वजन
त्यस्तो क्राउड चाहिँ छैन रहेछ ठिकैको रहेछ मलाई चाहिँ एकदम बबाल क्राउड होला जस्तो लागिरहेको थियो अस्ति नै हामी गएको ठाउँमा तँलाई यदि बोलाएको है यता कोचेर मर्थ्यो सागा त अन्त अगाडि मैले दुई तिनवटा भ्लग अगाडि हालेको छु त मैले एउटा फर्स्टमा भ्लग हालेको सेकेन्ड चाहिँ होला सायद हो त्यो भ्लगमा नेगी र म गएको छु त घुम्नलाई यस्तो कोचेर एकदम त्यो भएको तैँले हेऱ्यो होला त्यहाँ डान्स गरेको यताउता के छ त आयो त नि प्याक भएर भनेर हामी म यहाँ के अरे एक कोरा गर्ने यहाँ हाफ कोरा गर्न 5 मिनट लाग्यो भन्दैछु त त्यस्तो प्याक भएको थियो क्या अरू केही यहाँबाट यस्तो हेरौँ न त च्याक लगाएर देखाइदिन्छ होइन हेर्दै जाउँ न त एक हेर्दै जाउँ कि कि भन्नु आएछ ल गाइस च्याक लगाएर चाहिँ खाली फोटो के चाहियो यता ल गाइस देख्न सक्नुहुन्छ नेगीले कसो भन्छ त ल गाइस देख्न सक्नुहुन्छ भन्छ नि ल गाइस देख्न सक्नुहुन्छ भन्छ यसरी हेर्न सक्नुहुन्छ भ्लग हेऱ्यो भने थाहा हुन्छ ओए उता हेर न उता कस्तो मजा दामी देख्यो यार सही हो हेर्दै मान्छे बनाएको त्यही भन्दै मान्छेले कुकुर मादर भन्दै अनि गाइस यो चाहिँ सर्ट पुट भाइ मजा आयो तँलाई टपेको छु हाइटमा अनि सक्छ त हामी सम्पूर्णलाई ल यता त्यही हेर्दै गरौँ न त चप्पल खोल्नु पर्दैन नर्मल हो यतिकै मेरो अगाडि चाहिँ याक छ याक देखाइदिन्छौँ गाइस याक देखाइदिउँ 1 2 3 ल याकको सँग एउटा पिक्चर जाओस् न त 3 राउन्ड 3 कुरा गर्ने ल गाइस फिलहाल चाहिँ हामी माथि बौद्धको माथि घुम्न जाँदैछौँ होइन ल गाइस भिडभाड देख्न सक्नुहुन्छ होइन म नि गुम्बामै हो यता माथि छ माथि फोटो खिच्न माथि आइपुगेको छौँ ल गाइस च्याक कराएर है यहाँबाट माथिबाट भ्यू चाहिँ यस्तो रहेको छ है मान्छे पाक्न लागिसक्यो पुरै तल चाहिँ क्राउड बबाल छ गाइस बबाल छु वाट्सअप नेगी भाइलाई फेरि दोस्रोचोटि भेटेको अवस्था गाइस हामी केटाहरू चाहिँ भेटिसकेको छौँ होइन त्यो थोरै प्रसाद लगिदिन्छु मलाई भयो थोरै दिँदा हुन्छ म थोरै खाने हो क्या अब भाइ मारो मुझे मारो ओके नेगी कहाँ गयो चाहिँ तम्बु गाडेको भित्र चाहिँ के देख्न सक्नुहुन्छ हामी विभिन्न ड्रेसहरू संस्कृतिहरूको चाहिँ हामी लुगा कपडाहरू देख्न सक्छौँ होइन ड्रेसहरूको चाहिँ नेवारीको अनि शेर्पा तामाङ राई लिम्बू के हो सबै रहेछ त्यही हो ए सरी ब्रदर एक्जाम हो सम्पूर्णलाई अँगालो गएको यार अरूलाई अँगालेछु सम्पूर्ण भनेर यस्तो अँगालो गएको होइन यस्तो हेर्छु अर्को देखेको छु क्या फेरि म त लगाएपछि यहाँतिर चाहिँ यस्तै रहेछ होइन त्यति राम्रो चाहिँ देखाउन पाइएन हामी यहाँबाट अगाडि गएर चाहिँ अब हामी यो के अरे महेन्द्र स्कुलमा जान्छौँ महेन्द्र स्कुलमा चाहिँ त्यहाँ त्यहाँ छ पानी छ ल त्यहीँ गएर भेट्छौँ गाइस ल गाइस फाइनली हामी च्याक लगाएर चाहिँ हामी भित्र आइपुगेको छौँ होइन र महेन्द्र कलेजको त भ्यू देख्न सक्नुहुन्छ च्याक लगाएर क्राउड चाहिँ वाइल बबाल छ यार आम्मामा
त्यसको लागि ऊ त्यो पानी चिल्नु न पानी लास्ट तिर्खा लागिसक्यो यार अप्पो बल वाइल तिर्खा लागेको छ ए पानी फ्री हो कि कसरी हो दि पानी कसरी हो फ्री हो कि के हो कसरी एउटाको 20 हो हुन्छ यस फिलहाल यता पानी किनिहाल्नु पऱ्यो गर्मी एकदम ओभर बढेर रहेछ अस्ति धन्यवाद ए भ्युज चाहिँ एकदम दामी देखाएको छ गाइस है च्याक्क लगाएर यो ल पानीले तिर्खाएर धनै मन लागिसकेको छ क्राउड चाहिँ ठिक्क छ अनि यहाँ पुरै चाहिँ भरेन छ भने पुरै बढेको चाहिँ अति वाइल्डै हुने हाई गरिदियो ल यिनीहरू भ्लगमा आउन खोजिरहेको होइन सब्स्क्राइब गरिदिनु नुरबु लामा रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का नुरबु लामा है हो र ह्यापी बर्थडे ल ह्यापी बर्थडे कौन है ये लोग के भन्छौ के भनेर भन न एउटा मेरो इन्स्टामा फलो गर्नुस् तिनीहरू हेर्छ म त सब्सक्राइब त केही गर्दैन होला तिनीहरूले कसले गर्छ ल कसले नाम भन्नु अहिले नै ल क्या बात कर रहे हैं युट्युब हैन नुरबु लामा माइक चाहिँ के बोल्ने तिमी पौडा अनि त्यसपछि अनि हामी चाहिँ यहाँ बौद्धमा छौँ अनि एकदमै मजा गरिरहेको छौँ होइन गाइज मेरो नाम चाहिँ सोनिसमा होइन अनि मेरो इमेजिनरी युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु ल गाइज यो चाहिँ मेरो फेस पेन्टिङ है अनि मेरो हाम्रो इन्स्टामा फलो गर्नु ल आई लभ यु मतलब वो अलग ही लेवल का बंदा था सो हिजो चाहिँ मेरो बर्थडे थियो गाइस हिजो मेरो बर्थडे थियो कसले नभन्नु यो यिनीहरू को म त चिन्दिनै राम्रो देखिरहेको छु वाउ बाई गाइस अब चाहिँ म तिमीहरूलाई टुर देखाउन आँटेको छु यो चाहिँ हो बौद्ध के हो मलाई थाहा छैन त्यही पनि अब हामी युट्युबमा आउँछौँ अलिकति मक्का त पर्नु पर्यो नि यही नहीं अभी और सुनिए भाइरल भयो भने के त भाइरल हुन्छौँ कि क्या 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 अनि सोशल एंजाइटी इज स्केर्ड अफ मी आई एम शिवानी सब्सक्राइब गाइस सब्सक्राइब तपाईलाई कस्तो फिल भयो हामी आउँदा त मिनाहरू आउँदाखेरि त कहाँबाट है हावा तुफानमा आएको जस्तो भयो गाइस क्या जोक मारा भाई हजुर हामी नेसनल प्लेयर डिप्रेसन यिनीहरू क्यामेरा देख्ने बित्तिकै क्यामेरा देखाउनु हुन्छ त्यस्तो साइज चाहिँ भएन सिधै एकैचोटि फ्रेन्डली रहेछ सिधा आएर बोल्नु यसरी आएर बोल्नुपर्छ के ओ भने ओ बाइ द वे हाम्रो एउटा बहिनीको चाहिँ त बिजनेस के छ अरे होइन के बिजनेस छ अरे भन्दै त ज्वेलरिजको नाइस 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 के ज्वेलरी लाइक के छ होला भन सो _ra_2026 ल सो गाइज होइन यो चाहिँ म क्याप्सनमा राखिदिन्छु त्यसमा गएर चाहिँ इन्स्टामा होइन इन्स्टामा गएर चाहिँ गाइज यसो चेकआउट गरिदिनु होला अनि फलो गरिदिनु होला है हाम्रो बहिनीलाई चाहिँ इन्स्टाग्राममा फलो गर्ने YK_Shivani म भन्छु मेरो चाहिँ मेनली स्नेहाको स्पेलिङ SNEH22 मेरो चाहिँ SONI फुल स्टप SHMA मलाई चाहिँ मेरो थाहा छैन मेरो चाहिँ एलेक्जेन्ड्रा अफिसियल छ अरे कहना क्या चाहते हो त्यो थाहा उनीहरूको अगाडि गएर एलेक्सामा गयो भने आउँछ दाँत फुटेको छ त्यो चाहिँ सिक्रेट कुरा हो त्यो चाहिँ सिक्रेट कुरा हो सिक्रेट कुरा यहाँ आएर भन्ने हो र यसरी भनिदिइहाल्यो हेर के म के भन्न चाहन्छु अलि धेरै नदिनु ल ओके ओके ल म के भन्न चाहन्छु भन्दाखेरि के अरे मेरो दाइको के अरे बौद्ध यता तिनचुली यता माथिपट्टि के अरे भर्खरै खुलेको हाउस अफ क्रोसन खुलेको छ प्लिज आउनु होला ओके भर्खरै खुलेको छ ल आएन भने एक बङ्गी
ए त्यस्तो हुँदैन मजाक गरे गाइस मजाक हजुरले फिल्म गर्दाखेरि मैले पछाडि पोज हानेको ल म एकदम स्लोमो हालेर स्लोमो निकालिदिन्छु स्लोमो गरेर ल ल बाई बाई भन्दियो सबैलाई ल गाइस ल बाई ल बाई भन्दियो बाई ल यो पकाएर त आमा एकैचोटि क्यामेरा त झ्याम जुम गरेर आयो सबैजना त तर जोस् क्यामेरामा यसरी आएर बोल्नुपर्छ के यहाँ अगाडि गएर हेरौँ न अगाडि गएर ल पढ त छाता लिएर आउनु पर्ने रहेछ है गर्मी चाहिँ वाइल्ड गर्मी हेर त छाता लिएर आउनु बिर्सेछ ओए ब्रो के छ यार हेरिरहेको हुन्छ यार तिमीलाई म यता इन्स्टामा हेरिरहेको हुन्छ क्या ल यार वेलकम माई भ्लग है भ्लगमा स्वागत छ भ्लग गरेर ल गाइज मैले चाहिँ उसलाई देखिरहेको हुन्छ होइन जस्ट उसले म फलो इन्स्टामा चाहिँ साथी छौँ तर एघार बोलेको चाहिँ यसरी आएर चाहिँ फेस टु फेस त्यसरी राम्रो चाहिँ बोलेको थिएन क्या आज म एक दिन चाहिँ भेट्यो भने चाहिँ बोल्छु भनिरहेको थिएँ क्या त्यो भ्लग केटोले चाहिँ यताउता रनिङको भ्लगहरू यताउता इन्सपायर गरेर हुन्छ हालिरहेको हुन्छ होइन मेक स्योर टु चेक आउट होइन के छ इन्स्टामा मिङमा रुमल छ होइन चेक गरिदिनु होला भाइ त्यसले कस्टम गोटी चाहिँ एकदम बबा लाग्यो क्या कस्टम साँच्ची ल यार दामी लाग्यो कतिखेर आयो कतिखेर आयो हो ए ट्याइक्वान्डो हानेर हो मैले तिम्रो देख्छ नि यस्तो फेसचाल देख्छ नि देखाएर चाहिँ तिम्रो भर्खर भोइस सुनेको भोइस चाहिँ अलिकति यस्तो देख्दाखेरि भोइस हुनुपर्छ नि तिम्रो अलिक छुट्टै अलिक सानो रहेछ कि किन हो मर्द जस्तो हुन्छ नि दारी सारी भएको अनुसार चाहिँ अलिक रफ वाला हुन्छ जस्तो लाग्यो त त्यस्तो रहेनछ क्या म सक भइरहेको छु अहिले ल नि के भाइ त्यस्तै भनेको थियो अर्को साथीले मैले तिम्रो अस्ति तिम्रो भोइस अलिकति रफवाला छैन कि अलिकति सानो भयो क्या भोइस चाहिँ अलिकति केटा मान्छे हुनु पऱ्यो नि त अलिक ठुलो तिम्रो अलिकति भोइस चाहिँ अलिकति बाक्लो छैन रहेछ भनेको पातलो रहेछ भनेको सफ्ट टाइपको यसको मतलब चाहिँ फेरि किनी जस्तो रहेछ भनेको चाहिँ होइन नि फेरि रङ नलियो ठिक छ तर जोस् तिम्रो के अरे सिग्नेचर फेस चाहिँ दामी छ कि जोस् यो गोटी चाहिँ मलाई एकदम मन पऱ्यो हाम्रो चाहिँ यहाँ नआएर तनाव छ यार सेरप चिन्छ होइन सेरप गएर मेरो त्यस्तै हो क्या के खरेर भयो कि के भएर आयो आफ्नो चाहिँ आफै दामी हो ल गाइस हामी एकछिन इन्जोय गर्छौँ होइन अगाडि देखाउँदै गर्छौँ भने त्यही हो अनि त्यसपछि आफ्नो कल्चरहरू समुदायहरू केबाट गऱ्यो क्या के हुन्छ त कम्युनिटी तिनीहरूले गऱ्यो अनि यही ट्रेडिसनहरू यताउता जस्ट देखाउने कल्चरहरू यहाँबाट चाहिँ क्यामेरा जुम गर्नु मिल्दैन क्या दामी गाइस गाइजहरू देख्न सक्नुहुन्छ नि आमामा है ल सकेछ है ट्याक्क लगाएर यो पछि हो भन्दै थियो हाम्रो अब हिलमाहरूको ओके आमामा सबजना च्यानल नाम सोध्दाइरहेको छ किन तिम्रो के क्यामेरा माउन्टमा लायो ल नुरबुल लामा छ ल नुरबुल लामा के अरे फेरि भन त के छ अरे नुरबुल लामा के हो ब्लग छ है ब्लग ल बाई भनिदियो ल फिलहाल चाहिँ अब यहीँ अब अहिले यस्तो भएर चाहिँ के नयाँ आयो भने चाहिँ के देखाउँछौँ होइन त्यही हो अहिले चाहिँ मैले राखिदिएको है गाइस आयो है गाइस यहाँबाट चाहिँ हेरिदिउँ न त राम्रो गरेर
सबै यो गीतहरू ठिक छ अलिअलि हुन्छ तर राम्रो यति राम्रै गरेको यार राम्रै रिप्रेजेन्ट गरेको यस गाइज हाम्रो योल्मो कल्चर चाहिँ रिप्रेजेन्ट गरेको होइन गाइज है त्यही हो हाम्रो शेर्पा समुदाय भोटे होइन भोटे भन्छ गाइज अहिले चाहिँ अब हाम्रो शेर्पा समुदाय चाहिँ प्रस्तुति हुन गइरहेको छ है फर्स्टमै भाइब क्रिएट गर्यो क्या होइन अडियन्सहरू सबै एट्र्याक्ट गरिहाल्यो क्या तानिहाल्यो अङ्कल फेमस हो अब हल्का भयो नि अलिक शीतल भयो है घाम हटेर नत्र त आमा पाक्नै लगाइसकेको थियो नि आयो है साथीहरू अब बिहान आउँछ Hello everyone. साथीहरू म त लास्ट गर्नुभयो म त तल बसेँ यार एकदम खुट्टै दुखिसक्यो यार सबै नै लास्ट खुट्टा दुखिसक्यो यार म त तलै बस्छु एकछिनको लागि चाहिँ ठाडै तल बस्छु गर्मी माथि त लास्ट गर्मी छ यार त ओभर गर्मी माथि स्टार्ट नहुन्जेलसम्म म त तलै बस्छु यार गाइस माथि त लास्ट गर्मी छ हौ तल बसे चाहिँ एकदम शीतलै छ चार खचकै बस्छु
भनेर चाहिँ भन्दिनँ गाइस है म त चिसो पाउँछ भोक लागेको छ अब त कहाँ लाग्छ सम्पोट आएपछि त लिएर जस्तो ह्यान्डसम दारीवाला छ कि रुकिका हो केटो गर्नु भयो तल बसिसकेको छ मैले अघि तलै बसेको थिएँ हौ इच्छा नभएदेखि म तल बस्थेँ मलाई यतिकै बस्छ ल दुईजना केटाहरू चाहिँ उनी आएको रहेछ त नि ल यार स्वागत छ मेरो भ्लगमा उसको प्रमोसन हान्दियो उसले पनि भ्लग गर्छ हो ल गाइस हाम्रो साथीले नि भ्लग गर्छ अरे है यसो हेर्नुहुन्छ भने च्यानल उसको नि भिजिट गरिदिनु होला होइन अब भर स्टार्टिङ गरे हो स्ट्रगल त भइहाल्छ होइन अनि त्यही हो यसो गरेर हेरिदिनु होला होइन माया साथ सपोर्ट गरिदिनु होला ल त्यही हो चाहिँ यहाँ दुईजना चाहिँ गर्मीले तल बसेछौँ अनि दुईजनाले चाहिँ यता सपोर्ट दिएको छ खम्बा यसरी चाक चलाएर ल है युट्युब च्यानल नाम चाहिँ के छ अरे भन त मेरो चाहिँ धावा छिरिङ ब्लग छ तपाईँको मेरो त अलि तिमीले हेरिहाल्छौ नि नुर्बु लामा छ होइन नुर्बु लामा उहाँ दाइलाई नि एकदम सपोर्ट गरिदिनु पऱ्यो है त ल सबैजनाले माया गर्नु पऱ्यो तेरो के छ मैले भनिसकेँ ल ठिक छ नि त ल गाइस त्यही हो भइरहेको छ यस्तै खिच न भइरहेको छ यतिकै झ्यामझ्याम खिच्दैन त्यो एकदम पर्फेक्ट खिच्छु यस्तो एङ्गल हानेर खिच्छु भनेर हुँदैन कि यता खिच्छ नि यता खिच्छ यता के यता यहाँ एउटा उल्टो भएछ अरे खोइ त खिचिरहेको छैन अब जब चाहिँ भयो होला यता अब भयो होला होइन के गर्छ अब ठिक देखायो होला देखिरहेको छैन अलिक यस्तो माथि गर न हो अबदेखि नि त यस्तो गर्ने हो क्या अबदेखि नि त मलाई पनि देख्छ म र साथी चाहिँ तलै बस्नु मलाई गाइस है छैन नि म भर्खर स्टार्टिङमा हो स्टार्टिङ भर बनाएर आऊ भनौँ न त धेरै भएको छैन अहिले भरे गएर च्यानल भिजिट गरेर गरिदिउँ न है यसो हेरिदियो यस्तै हो क्या अब कलाब गर्दा नि हुन्छ तिमी के छ च्यानलमा मेरो दक्षिण छ म अहिले हेरेर कलाब गरिदिन्छु नि त तिम्रो पनि लिङ्क पनि राखिदिनु न ल भरे म रिङ नि राखिदिन्छु होइन गाइस अनि तपाईँहरू मेक स्योर यसो चेकआउट गरिदिनु मन पऱ्यो होइन इन्ट्रेस्टिङ यस्तो के लाग्यो भने सपोर्ट देखाइदिनु होइन अनि त्यही हो मैले कति पनि पढ्दै 10 सकेँ अब 11 पनि हो ए मेरो 12 सकेर अब ब्याचलर जोइन गर्ने म यता लाङ्ग्याप्सको नि तार्ग्याङको म तिमीलाई देखिरहेको हुन्छ त साङ्गे चिन्छ होइन साङ्गे चिन्छ तिम्बु साङ्गे क्या ऊ मेरो के अरे पौडुबु मेरो पौडुबु हुन्छ नि पौडुबु छोरा हो क्या चिन्छ उसले नि ए धेरै नै याद हुन्छ र फिलहाल गाइस यस्तै हो अब जबसम्म कन्सर्ट स्टार्ट हुँदैन तबसम्म चाहिँ अब यसपछि स्टार्ट हुने बित्तिकै अनि त्यसपछि तपाईँहरूलाई देखाउँछौँ है त्यही हो A few moments later. Jangan
केटाहरूले खतरा गरिदियो नि होइन स्कुल लेभलमा यत्रो ठुलो मासमा गीत गाउन सक्नु भनेको त खतरा होइन ल दामी हो नि यार अघिको भन्दा त्यो क्राउड चाहिँ एकदम बबलै तातेकै गाइस देख्नुभयो होला होइन फेरि नेक्स्ट गीत पनि आउँदै रहेछ गाइस अलि मिसअन्डरस्ट्यान्डिङ भएछ होइन यो चाहिँ मनास्लु म्यानको चाहिँ रे अब जे भयो नि अब मनास्लु कलेज अब केप्स कलेजसँगै कोल्याब गरेको हो नि त लाइक मर्ज भएको अनि अब आफ्नै कलेज भन्दा नि हुन्छ लाइक केप्स कलेज र मनास्लु एउटै हो त्यही हो नजुकिन होला गाइस को यो मान्छे चिने जस्तो लाग्छ त ए हो कि क्या हो एक्लै हो नमस्ते सर नमस्ते कति आउनुभयो तपाईँ ए ठिक छ माथि ल ठिक छ यो अहिले हाम्रो कलेजको केप्स हो र अनि यहाँ त मनास्लु ए केप्स एउटै हो नि त ल त्यही हो यस्तो बवाल गाउँछ यो भाइले दामी बवाल भयो
साथीहरू हामी चाहिँ एकछिन है अब लोकदोरी यता गिटाएर हामीले चाहिँ सपोर्ट त गर्छौँ तर एकदम गर्मी भयो भनेर चाहिँ म त तल बसेको यार सबजना हामी यता साथीहरू नि तल बसिसकेको छ है त्यस्तो छ पछाडितिर अहिले साथी सङ्गी सबैलाई नमस्कार नमस्ते खानु तपाईँ खानु ल गाइज हाम्रो चाहिँ मेमेले यता छिर्पिदिन आइपुगेछ एकैलाई उठिहाल्नु पऱ्यो अब चाहिँ पूर्व बिहान आयो अरे लेट्स सी गाइज है फाइनली सुरु भएको अवस्था सबैले गायो भने रमाइलो हुन्छ and we'll be always together. Maya ko dali, story moya, babi aja friend. Iji mera tina, sama dubera, panu mata sai maya kindai me hurba.
लास्ट भोक लाग्यो यार अब यस्तो खाजा चाहिँ खाइदिउँ भनेको यार परै भोक लाग्यो मलाई त यहाँबाट चाहिँ यस्तो भ्यू रहेछ साथीहरू त फिलहाल हामी यहाँबाट हेरौँ पहिला अब खाजा हन्टिङ कार्यक्रम सुरु हुँदैछ साथीहरू यहाँ चाहिँ ठिकको छ एकदमै यहाँ शीतल छ त्यहाँ अघि त के हो साथीहरू आम्मा है रोटीको कसरी हो रोटी कसरी हो दिदी रोटी एउटा 10 रुपियाँ भयो 10 रुपियाँ हो त्यसमा 3टा रोटी गरिदिनु अनि त्यसपछि आलु गरिदिनु है दिदी मासु नभएको के छ तरकारी हुन्छ तरकारी कसरी हो दिदी यो र यो तरकारी मिक्स गरेर राखिदिनु है अचार हो हो हुन्छ यसको पनि थोरै राखिदिनु न हजुर 50 यसको कसरी हो आधी आधी गरेर राखिदिनु न है 60 भयो यसको 50 यसको 40 राखिदिनु है दिदी 100 को दिदी 100 को राखिदिनु है यो 60 भएन यो 40 को राखिदिनु है धन्यवाद चम्मच राखिदिनु चम्मच चाहिँ सजिलो होला चेन छ भने हेरिदिनु दिए है चेन छ भने चेन छ होला नि कससँग ए हुन्छ ठिक छ हजुर ए हुन्छ हस् दिदी धन्यवाद थ्याङ्क यू सो मच साथीहरू म त ओपर भोक लागेर चाहिँ यहाँ तँलाई आइहालेँ है अब यहाँ रोटी एक र अब म चाहिँ यता रोटी एकचोटि एक रोटी धन्काइदिन्छु अनि त्यसपछि चलिदिन्छु लास्ट भोक लागेर म त आम्मा ओभर भोक लाग्यो नि आलु र 4टा रोटी हाल्नु प्याकै अब साथी म त खाइदिएको है रोटी दामी साथीहरू साथी दामी मिठो साथी यो चाहिँ अचार चाहिँ टेस्ट गरिदिउँ है मिठो छ दामी दामी छ दामी एकदम मिठो छ सही लाग्यो कहिले यसो आएर बाहिर पनि खानुपर्छ यार फिलहाल साथीहरू म चाहिँ यता रोटी यस्तो खाजा खाइरहेको छु खाजा खाइसकेर चाहिँ हजुरलाई भेट्नेछु खाजा खाइसक्यो मिठो सो यहाँबाट चाहिँ यस्तो देखिरहेको छ है साथीहरू है हजुर मिठो थियो यार एकदम बबल दामी थियो तर एकदम लास्ट तिर्खा चाहिँ लाग्यो अब पानी खानु पर्ला जस्तो हुन्छ पानी हो र दि ए ल ए पानी कसरी हो 2टा गरिदिनु है 2टा हस् धन्यवाद बाई गाइस पानी लिइसक्यौँ पानी हानिदिउँ होला यार दी अन्डाको कसरी हो एउटाको 50 आमा 50 रुपिस दे यस्तो मासुको तेलमा त पकाएको त होइन नि हो मैले एउटा गरिदिएँ नि त्यसो भए एउटा अन्डा है एउटा ठुलो छाने है दी राम्रो खालको कि दी नफुटेको हो हुन्छ हस् धन्यवाद गाइस अन्डा हानिदिनु पऱ्यो यार यसो च्याक लगाएर सो अन्डा चाहिँ यस्तो ल खाएर भेट्छु तपाईँहरूलाई हामी यता दिदीहरू पो नाच भइरहेको रहेछ त दिदी दामी राम्रो नाच्नु भएको दिदी कहाँबाट लिनुभयो
कसरी रे दाइ 60 एउटाको 60 एउटाको र यसमा के हालेको रहेछ कुवा त्यो हालेको त छैन यो चाकु हालेको छैन हो ए चाकु चाहिँ उता हो दि हस् धन्यवाद र गाइस अब चाहिँ हामी नेवारी खाजा सेट हामी के भन्छ यो नामै के भन्छ नामै बिर्स्यो गाइस उता गएर अब सोधौँला नेवारी खाजा सेट गाइस है फ्रुटहरू के खाने हो यहीँ रहेछ सेवा गर्दा नि हुने रहेछ होइन यस गाइस त्यो अघि त्यसलाई योमारी भन्छ अरे होइन योमारी चाहिँ हेर्नु पऱ्यो यहाँतिर दि योमारी छ हो योमारी चाकु हालेको हजुर जाने हो त दि योमारी छ चाकु हालेको छ्यादी सके दि एउटा मात्र दि बस एक पिस आज चाक दिइहालौँ भनेको चाकु अहिलेसम्म छ दि छ नि एउटा गरिदिनु है कसरी हो हुन्छ दि एउटा गरिदिनु है ल गाइस मैले चाहिँ योमारी चाहिँ मैले खुवामा चाहिँ चाकेको छु होइन गाइस तर यो चाकुवालामा चाहिँ मैले अहिलेसम्म चाकेको छैन एकचोटि चाकी हेरौँ भनेको चाकेर हजुरहरूलाई रिभ्यू दिन्छु म है एउटा मात्रै हेरी हस् धन्यवाद ल गाइस चाकको लगाएर चाहिँ हाम्रो योमारी आइसकेको छ है ल चाकेर बताउने छु है गाइस कसो छ होइन तातो छ एकदमै यसलाई चाहिँ यहीँ चाकौँ होला धन्यवाद है गाइस हान्दी हालेको दिखालियो बस्दा हुन्छ हो एकछिन चाहिँ यहाँ बस्दिहाल्यौँ है बसेर चाहिँ खाइदिइहालेको ओ तेरिके गाइस है जोस मिठो लाग्यो होइन ओभरअल म खुवा भन्दा चाहिँ मलाई चाकु नै बेस्ट लाग्यो साथीहरू है रामे तातो खायो भने चाहिँ मुखै पोल्ने रहेछ टिकाउ सेलाएर खानुपर्ने रहेछ साथीहरू ओभरअल म 10 मा चाहिँ यसलाई 8 दिन्छु होइन मजाले नै खुवा भन्दा त मलाई मिठै लाग्यो यार न त यो गाई चाहिँ चाकु चाहिँ खाएर चाहिँ अनि म भेटेछु मजालाई ल मैले चाहिँ खाइसकेको छु चक्कलाई चाहिँ यसलाई चाहिँ यहीँ राखिदियो भन्नु केटाले पानी तिर्खा लाग्यो भने चाहिँ केटाले चाहिँ पानी पुऱ्याइदिन्छौँ त्यसपछि लगाएर चाहिँ यसो घुम्छौँ है गाइस ल गाइस च्याकको लगाएर चाहिँ हामी उता पुगिहाल्छौँ है ल केटाले पानी दिन्छौँ अनि त्यसपछि फेरि एक राउन्ड हान्छौँ अनि फर्किन्छौँ केटाहरू यतातिर कहीँतिर बिचतिर हुनुपर्ने हो यार ल एकैछिन है त्यो त केटाहरू कहीँ देख्दैन यार साथीहरू म त यार है तम्बु भएको अगाडितिरै हो र एकैछिन है ल एकैछिन है केटाहरू अगाडि अगाडि भएर कहाँ पुग्यो हो एकछिन है ल त केटाहरू त भेटेन त नि साथीहरू के हो अब भेटेपछि भएर होइन साथीहरू म त यतै छु यार है पानीको बोतल बोकेर यसरी अगाडि बसिरहेको छु है केटाहरू पानी लिएर आऊ भनेको पानी लिएर आउँदाखेरि केटाहरू गायब के भनौँ अब त्यही हो अब एकछिन इन्जोय गरिदिउँ है च्याक्क लगाएर
है त्यो बाटो दिनु है म यहाँ साथीहरू मलाई त यसो बाहिरतिर हावा खानु सुनि हाल्नु पऱ्यो यहाँबाट केटालाई भने पानी लिएर आएको थियो अब यही पानी घट्काइदिनु पर्ला जस्तो छ च्याक्कै लाएर चाहिँ शीतल छ यार अरू भन्दा नि 7 बजिसक्यो यार 8 बजीसम्म 1 घन्टा जति बसेर अनि घर चलिदिनुपर्छ यार साथीहरू धेरै बस्नु होइन त्यही हो तर आज बहुदा कोरा चाहिँ हान भ्याउँदैन होला यार अरू भन्दा नि गर्मी छ यार आमा ल यस्तो के अन्त पेट त भरिसक्यो त्यही पनि यसो हेरिदिउँ न चल पल यसो दिइदिउँ होइन यसो हेरिदिउँ साथीहरू यहाँ के रहेछ शीतल छ क्या पानी त के हो यहाँ चाहिँ अहिले त्यो हावा नि पाइरहेको छ एकदम शीतल भइरहेको छु अनि त्यही हो यहाँतिर स्टल लागेको छ है साथीहरू दिन सक्नुहुन्छ है तपाईँहरूले च्याक्क लगाएर च्याक्क लगाएर त्यस्तो म हेरौँ भनेर आएको होइन अब केटाहरू अघि पानी लगिदिएको थिएँ मैले केटाहरू पानी लिएर आउँदाखेरि चाहिँ केटाहरू कहाँ हरायो छैन केटा अब यहीँ एउटा पानी त मैले घड्काइदिनु सक्ला अब अर्को एउटा पुग्दै हिँड्ने हो केको लागि खाने हो अनि त्यही हो साथीहरू यो हो नि त साथीहरू आमा A few inches later. पटाक्क लगाएर हाम्रो त भेटिसकेको छ होइन वास्तै भिडियो आउँछ है युट्युबमा आउँछ ए अहिले अगाडि आएको भए चाहिँ एकदम रमाइलो थियो क्या अब जस्ट अनएक्सपेक्टेड भयो है हाम्रो दाइलाई पनि भेटेको छु अन्त अगाडि एकचोटि चाहिँ मैले उहाँलाई एकचोटि भेटेको थिएँ मैले लाइक यो पूजा हुँदाखेरि गुम्बातिर ट्याक्कै एकचोटि भेटेको थिएँ त्यहाँदेखि चाहिँ मलाई चिने हो कि मैले चाहिँ अनि राम्रो भएको मेरो प्यारो दाइ एकदमै अनि त्यही हो अब इन्जोय गर्दै गरौँ ल अब 8 दिन बस्न लागेको छ साथीहरू अब म एकछिन धेरै बस्दिनँ होला एकछिन बस्छु अनि त्यसपछि चल्दिने हो घर है त्यही हो
दादा के भनिदिनुहुन्छ के भन्ने अब भाइको भिडियोहरू एकदम राम्रो छ दामी छ होइन युट्युबतिर यसो लाइक सेयर गरिदिनु होला होइन भाइलाई सब फुल सपोर्ट गरिदिनु पऱ्यो हस् थ्याङ्क सो मच हजुर के हो यो तपाईँको साउडो केक चाहिँ यो हो चाख्दा हुन्छ चिज क्रिमसँग लिनुहोस् न यो चाहिँ हेल्दी ब्रेड हो क्या तपाईँको फर्मेन्टेड ब्रेड केक चाहिँ यो बेन्टो बेक चिज यो चाहिँ के को केक हो र बेक चिज केक चिज केक हजुर यो अलिक साह्रो रहेछ है साउडो चाहिँ यस्तो हो न यो चाहिँ अब दिनभरि ओपन छ नि त त्यही भएर हो हजुर टोस्ट गरेर खाँदा मिठो हुन्छ म त यो एकदम त्यो के अरे ब्रेड जस्तो लाग्दिरहेको क्या एकछिन त तर टेस्ट अलिक फरक छ हजुर यो चाहिँ वेस्टर्न कल्चरतिर धेरै युज हुन्छ क्या वेस्टर्नतिर नेपालीले चाहिँ भर्खर युज टु गर्दैछ ठिक छ केकको चाहिँ एक पिसकै हो कि कसरी हो यो बेन्टो नै लानुपर्ने हुन्छ ए पुरै लाने होले हो होलको 750 साँच्चै यो बेक चिज हो नि त साँच्चै त यत्रो ठुलै आउँछ नि हो यत्रो आउँछ अलिक क्रिम केक भयो यो चिज केक हो नि त त्यही भएर पुरा होल चिज भएर होला ठिक छ कुकिज पनि छ कुकिज चाहिँ कसरी हो यो तपाईँको मिलेट कुकिज यो हनी ओट्स कुकिज मिलेटमा पनि ज्यागरी हुन्छ सुगरको रिप्लेसमा हनी ओट्समा चाहिँ सुगरको रिप्लेसमा हनी गर्छ यसमा सुगर छैन हनी छ कसरी हो ला तपाईँले भिडियो खिचिरहनु भयो हो म भिडियो भइरहेछ मैले सिधै होइन मैले सिधै गरेर आएको भए त नर्भस हुन्थ्यो नि त त्यही भएर 150 होइन 150 भन्नुभयो है हुन्छ म एउटा एक पिस लिन्छु है हुन्छ मैले सिधै गरेर आएको भए तपाईँ नर्भस हुन्थ्यो क्या ठिक छ के छैन इग्नोर गर्नु न सही हो चलाउनु है म भ्लग गर्छु मेरो नुर्बु लामा भ्लग छ हजुर युट्युबमा सर्च गरेर आउँछ है हेर्नु होला हस् थ्याङ्क यू सो मच हाम्रोमा दिदी कडा है आमा यतिको बोल्ने कन्फिडेन्स तपाईँ पनि भ्लगर हुनुहुँदो रहेछ डेन्जर कन्फिडेन्ट होला त ठिक छ भ्लगर हुनुभयो भए हाम्रो मिराज बेकरी भिजिट गर्नु ल हजुरको मिराज के छ तपाईँ इन्स्टा छ मिराज बेकरी गाइज है उहाँको चाहिँ इन्स्टा बेकरी के मिराज बेकरी छ अरे म क्याप्सन राखिदिन्छु होइन फ्रेसली बेक स्विफ्टली डेलिभर हुन्छ यस्तो केक पनि बन्छ देखाइदिनुहोस् न केक हो म यो केक होइन भन्दा नि साँच्ची हो यो फन्डान्ट केक हो क्या म यतिकै देखाएर होला होइन बौद्धको त्यो जस्ट स्ट्याचु त्यो होला मोडल जस्तो होला भन्नाले हो कि यो केक हो फन्डान्टको इडिबल वाला हो क्या तपाईँको हो तेरे ल गाइज है दिनु भएको जस्तो डिजाइन पनि मेड हुन्छ हाम्रोमा ए ठिक छ ओए सही हो हजुर मलाई दिनुभएको छ प्लास्टिकको प्याक गरेर ए त्यही त हस् थ्याङ्क यू ल गाइज है अब तपाईँ अहिले फलो गर्न सक्नुहुन्छ उहाँहरू पेजमा होइन यसो के रहेछ भने तपाईँ हेरिदिनु होला सुन्नु न हामीसँग अर्को एउटा के छ भने 1 पाउन्डको केक लग्नुभयो भने 1 स्ट्याम्प दुईवटा केक लाग्यो भने अर्को 10वटा स्ट्याम्प भयो भने चाहिँ 1000 सम्मको केक फ्रीमा पनि पाउँछ फ्रीमै पाउँछ लाइक गाइज सुन्नुभयो होला नि है ट्याक्कै पुरैमा हुन्छ त्यो स्प्याम लगायो भने चाहिँ तपाईँहरूले एउटा केक चाहिँ 1000 को फ्रीमा पाउनु सक्नुहुन्छ अरे ल है यो अब चाहिँ अब नगुमाउनु होला च्याक्क लगाएर चाहिँ तुरुन्तै त्यो गरिहाल्नु होला ल त्यही हो लाँदा हुन्छ हो हस् थ्याङ्क सो मच है यसो हेरिदिनु ल युट्युबमा आउँछ मन पऱ्यो भने यस्तो भिडियो आयो भने ल ओके
हुनुहुन्छ किनभने मैले त मेरो ब्यान्डसँग त साउन्डदेखि गाइरहेको छु आज चाहिँ म तपाईँहरूको याद बोकेर जान चाहन्छु Are you ready? One, two, three. साथीहरू हामी चल्दिन्छौँ यहाँबाट बाफ्रे यहाँ त ओभर प्याक छ त साथीहरू सो हामी यहाँबाट चाहिँ अब चल्दिनेछौँ साथीहरू उता चाहिँ ओभर क्राउड थियो गाइस फाइनली म चाहिँ घर आइपुगेको छु होइन अनि चाहिँ म भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहेँ होइन अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो होला हजुरलाई भिडियो थोरै भए नि इन्ट्रेस्टिङ कि त राम्रो लाग्यो भने लाइक गरिदिनु होला भिडियोसलाई अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला आई विल सी यु गाइस इन द नेक्स्ट भिडियो टिल देन किप वाचिङ किप लभिङ एन्ड किप सपोर्टिङ बाई